स्वागत छ। हरेक महिनाको पहिलो तारिखमा केही न केही नियमहरू फेरिन्छन् अनि धेरैको आँखा एलपीजी ग्यास सिलिन्डरको भाउमा हुन्छ। पक्कै पनि। आज हामी नोभेम्बर महिनाको सुरुमा भएको यही एलपीजी सिलिन्डरको मूल्य समायोजनबारे अलि गहिरिएर कुरा गर्दैछौँ। हो, यो हालैको रिपोर्टहरूमा आधारित छ। हेरौँ न त के फरियो, कसलाई फाइदा भयो, कसलाई भएन, अनि भारतभरि ठाउँ पछि मूल्य किन यति फरक पर्छ भन्ने कुरा। ल सुरु गरौँ। ल मुख्य खबर त के आयो भने मूल्य घट्यो। तर यहाँ एउटा महत्त्वपूर्ण कुरा छ नि, यो कटौती सबैका लागि होइन रहेछ। होइन। यो केवल व्यावसायिक मतलब त्यो कमर्सियल एलपीजी सिलिन्डरमा मात्रै लागू भएको छ। हो। घरमा प्रयोग हुने त्यो डोमेस्टिक सिलिन्डरको मूल्य चाहिँ उस्तै छ। ठिकै। व्यावसायिक सिलिन्डर प्रयोग गर्ने व्यवसायहरूका लागि चाहिँ यो थोरै भए पनि राहतको कुरा भयो। हो, पेट्रोलियम कम्पनीहरूले हरेक महिनाको पहिलो दिन मूल्य समायोजन गर्छन्। हामीले बुझ्नुपर्ने कुरा के हो भने व्यावसायिक सिलिन्डर जुन प्राय 19 किलोको हुन्छ, अलि ठूलो नीलो रङको, र घरमा प्रयोग हुने 14.2 किलोको सिलिन्डर फरक हुन्। अनि यो महिनाको समायोजनले केवल त्यो व्यावसायिक क्षेत्रलाई मात्र छोएको छ। भनेपछि घरेलु उपभोक्ताले चाहिँ खासै मतलब राख्नु परेन यो पालि। मूल्यको हिसाबले परेन। ल कतिले घट्यो त त्यो व्यावसायिक सिलिन्डरको मूल्य? के धेरै नै हो? धेरै ठूलो परिवर्तन त होइन, थोरै नै छ। जस्तै दिल्लीमा हेर्ने हो भने पहिले लगभग 1595 रुपियाँ थियो, अहिले घटेर 1519 रुपियाँ भएको छ। मतलब करिब 75-76 रुपियाँ जति? मैले हिसाब गलत गरेँ कि? माफ गर्नुहोस्, रु 176ले घटेको रहेछ। हो, दिल्लीमा रु 176ले घटेको हो, तर अरू ठाउँमा फरक छ। अच्छा। कोलकातामा रु 6.5 रुपियाँले मात्रै घटेर 1694 रुपियाँ पुगेको छ। कोलकातामा त झन् कम। हो, मुम्बईमा रु 5ले घटेर 1542 अनि चेन्नईमा रु 4ले घटेर 1750 रुपियाँ भएको छ। भनेपछि ठाउँ अनुसार कटौती पनि फरक रहेछ। दिल्लीमा अलि बढी नै भएछ। अब यो सानो कटौतीलाई अलि ठूलो चित्रमा हेर्दा एउटा चाखलाग्दो कुरा देखिन्छ। के कुरा? पछिल्लो 1 वर्षलाई हेर्ने हो भने नि व्यावसायिक सिलिन्डरको मूल्य समग्रमा 200 रुपियाँ भन्दा बढीले घटेको छ। ओहो, 200 रुपियाँले? त्यो त राम्रै घटोत्तरी हो नि 1 वर्षमा। व्यावसायिक क्षेत्रका लागि पक्कै पनि यो राम्रो कुरा हो। तर यसको ठिक उल्टो, त्यही 1 वर्षको अवधिमा घरेलु एलपीजी सिलिन्डरको मूल्य भने करिब 50 रुपियाँले बढेको छ। हो र? व्यावसायिक घट्ने, घरेलु बढ्ने। हो, यही प्रवृत्ति अलि रोचक छ। यसले के देखाउँछ भने घरेलु मूल्यहरू अलि बढी राजनीतिक रूपमा संवेदनशील छन् कि जस्तो लाग्छ। जबकि व्यावसायिक मूल्यहरू चाहिँ बजारको माग र आपूर्तिसँग बढी जोडिएका हुन सक्छन्। अच्छा, त्यसो भए घरेलु सिलिन्डर प्रयोगकर्ताहरूका लागि यो महिना कुनै परिवर्तन भएन। अहिलेको मूल्य कति छ त? यो महिना स्थिर रह्यो। उदाहरणको लागि दिल्लीमा कति होला? अहिले दिल्लीमा 853 रुपियाँ छ, मुम्बईमा 852 रुपियाँ, लखनऊमा 890 रुपियाँ। अनि पटनातिर? पटनामा त झन् 951 रुपियाँ पुगेको छ। बाप्रे। अझ कारगिल 985 र पुलवामा 959 जस्ता ठाउँमा त झनै महँगो छ। हेर्नुहोस् त, दिल्ली र पटना बीचमै करिब 100 रुपियाँको फरक। एउटै देशमा एउटै ग्यास, तर यत्रो फरक यस्तो किन हुन्छ होला? हो, यो क्षेत्रीय मूल्य भिन्नताको मुख्य कारण चाहिँ राज्य पछि फरक हुने भ्याट हो। भ्याटले गर्दा? हरेक राज्यले एलपीजीमा आफ्नै दरले भ्याट लगाउँछन्, अनि कतिपय राज्यले त फेरि अतिरिक्त उपकर वा अरू कर पनि थप्न सक्छन्। अच्छा। त्यसैले गर्दा नै दिल्ली र पटना जस्ता सहरहरू बीच पनि मूल्यमा यति ठूलो अन्तर देखिने हो। ल अब प्रश्न भयो। भनेपछि संक्षेपमा भन्नुपर्दा नोभेम्बर महिनामा व्यावसायिक एलपीजी प्रयोगकर्ताले थोरै भए पनि राहत पाए। थोरै। तर घरेलु सिलिन्डरको मूल्य स्थिर रह्यो। अनि राज्य अनुसार फरक कर प्रणालीका कारण भारतभरि एउटै सिलिन्डरको मूल्यमा 100औं रुपियाँसम्मको अन्तर देखिन्छ। हो, मोटामोटी कुरा यही हो। ठिक छ। र अन्त्यमा एउटा प्रश्न छोडेर जाउँ न त श्रोताहरूलाई सोच्नको लागि। हुन्छ, के प्रश्न? पछिल्लो वर्ष व्यावसायिक सिलिन्डरको मूल्य लगातार घट्नु, तर घरेलु सिलिन्डरको मूल्य बरु बढ्नु, यो जुन उल्टो प्रवृत्ति देखियो नि, यसले बजारको गतिशीलता
र सरकार वा कम्पनीहरूको मूल्य निर्धारण रणनीतिबारे के सङ्केत गर्छ होला? मतलब किन एउटालाई घटाउने अर्कोलाई बढाउने या स्थिर राख्ने? हो, यसले व्यावसायिक र घरेलु उपभोक्ताहरूलाई हेर्ने दृष्टिकोण या रणनीति कति फरक छ भन्ने बारे पनि सोच्न बाध्य बनाउँछ, होइन र? एकदमै विचारणीय प्रश्न। ल आजलाई यति नै गरौँ। धन्यवाद। धन्यवाद।